नमस्कार, तपाईहरुलाई हाम्रो च्यानलमा फेरि पनि स्वागत छ। हामी फेरि अर्को भिडियो लिएर आइसकेका छौं। हामीले पहिलेको भिडियोमा टप्पामा उठान र रोलिङ कसरी गर्ने भनेर हालेका थियौं। त्यो भिडियो हजुरले पक्कै पनि हेर्नुभयो होला र पक्कै पनि बुझ्नु भयो होला भन्ने आशा गरेको छु। र आज चाहिँ मैले अस्तिको भिडियोमा भने जस्तै टप्पाको मुख्य बोल चाहिँ के रहेको छ त्यो टप्पाको त्यो चाहिँ सिकाउनु। मैले अर्को भिडियोमा बजाएको पनि थिएँ, तर यस भिडियोमा सिकाउने छु। म बोल सहित सिकाइदिने छु हजुरलाई। त्यही भएर भिडियो नछुटाइकिन सुरुदेखि लास्टसम्म भएर बसौं र भिडियोलाई राम्ररी हेरौं। र त्यसैले आजको भिडियो चाहिँ सुरु गरौं। मैले हजुरलाई एकचोटी बोल बजाएर देखाइदिने छु, त्यसपछि मैले बोल सिकाउने छु। राम्ररी हेरौं सुरुदेखि लास्टसम्म भिडियोको। बोल चाहिँ यस्तो रहेको छ। यो बोल चाहिँ टप्पाको मुख्य बोल चाहिँ छिटछिटो बजाउन चाहिँ जरुरी छ हामीले। यदि छिटछिटो बजाएन भने यो ताल चाहिँ अर्कै सुनिन्छ। त्यही भएर हामीले छिटछिटो बजाउन जरुरी छ। त्यसैले यसको यो बोलको चाहिँ बोल चाहिँ ताङखती नाकादिना, ताङखती नाकादिना, ताङखती नाकादिना, ताङखती नाकादिना रहेको छ। यो चाहिँ मैले हजुरले यहाँ राम्ररी बजाएर ढिलो बजाएर सिकाउने छु। र अब राम्ररी हेरौं, सुरु गरौं। मैले हजुरलाई पहिला ढिलो सिकाउने छु। यसको चाहिँ ताङखती नाकागिना, ताङ हान्नुस्, ताङखती। ख भनेको हजुरलाई थाहा होला पक्कै पनि, छोप्नी ठुलो भागतिर। खत भनेको चाहिँ यस्तो भयो। ख भनेको चाहिँ सुस्तरी छुनी। खतमा खत 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 आवाज आउने भयो। खमा ख ख ख ख ख। त्यसैले ताङखती नाकागिना, ताङखती नाकागिना। क भनेको के भन्नु होला? क भनेको नि घिनै हो, घिनै हो। घिन क भनेको एउटै हो, नजिकिनु होला। घिन क। ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना। सुरुमा हजुरले ताङखती यो सिक्नुस्। पार्टमा छुट्टाइदिनुस्। ताङखती नाकागिना, ताङखती यो हान्न सिक्नुस्। ताङखती नाकागिना। सुरुमा ताङखती यति हान्न सिक्नुस्। ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना। यतिको छिटो चाहिँ हजुरले उच्चारण गर्न जरुरी छ। हजुरले जति छिटो मुखले उच्चारण गर्यो त्यति मादलमा उतार्ने हो। हजुरले यदि बोलै उच्चारण गर्न जान्नुहुन्न भने हजुरले बजाउन सक्नुहुन्न। त्यही भएर बोल कण्ठ पार्नुस्। पहिला बोल कण्ठ पार्नुस्, त्यसपछि बल्ल हात चलाउनुस् मादलमा। बोल याद भएपछि ताङखती, त्यसपछि नाकागिना, नाकागिना, नाकागिना। ना भनेको टाङै हो। नाकागिना हान्नुस्। फेरि सुरुको पार्ट चाहिँ सुरुको छुट्टाइदिनुस्, हजुरलाई सजिलो हुन्छ। ताङखती नाकागिना, ताङखती नाकागिना, ताङखती नाकागिना। यसरी बजाउनुस् हजुरलाई जसरी सजिलो लाग्छ। सुरुमा चाहिँ राम्ररी बजाउनु भन्दैन, हजुरले बोल मादलमा उतार्नुस्। ताङखती नाकागिना, ताङखती नाकागिना। यसको चाहिँ छिटो बजाउनु जरुरी छ। मैले सुरुमा सिकाउँदै त ढिलो मात्र सिकाएको हो, नभए हजुरले एकदम छिटो बजाउन जरुरी छ। यसलाई बल्ल टप्पा जस्तो सुनिन्छ। फेरि ढिलो बजाउनु भने फेरि टप्पा नसुनेर अर्कै बोल जस्तो सुनिन जान्छ। त्यही भएर छिटो बजाउनु पर्ने जरुरी छ। ताङखती नाकागिना, 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 ताङखती नाकागिना। यतिको ढिलो पहिला बजाउन सिक्नुस्। ताङखती नाकागिना, ताङखती नाकागिना। फेरि हेर्नुस्, राम्ररी हेर्नुस्। ताङखती ताङखती भनेको नि ताङै हो, नजिकिनु होला। ती भनेको ती, ताङ भनेको एउटै हो, नजिकिनु होला। ताङखती नाकागिना। दुईचोटि घी ना क यो क किन राखेको? क घी नै भन्न सकिन्थ्यो होला, सोध्नु होला। यो बोल हामीलाई सजिलो होस् उच्चारण गर्दा, बोल फिट होस् भनेर मात्र हो। ताङखती घी
ना गर्ने अलि राम्रो सुनिन्न, त्यही भएर ताङ खती नाक घिना, ताङ खती नाक घिना गरेको। त्यसैले ताङ खती नाक घिना सुरुमा म हजुरलाई अझै एकचोटि अन्तिमचोटि सिकाइदिनेछु। ताङ ताङ हान्नु सानो व्यक्ति र ताङ अनि ख अनि फेरि सानो व्यक्ति र ती, ताङ खती अनि फेरि ताङ खती ना क घिना, ताङ खती नाक घिना। ताङ खती हान्ने बित्तिकै फेरि अझ एकचोटि ताङ बच्छ, दुईचोटि ताङ, ताङ खती ना, ताङ ना, ताङ खती नाक घिना, ताङ खती नाक घिना। छोप्नुहोस् यता, छोप्नु जरुरी हो हजुरले। ताङ खती नाक घिना, ताङ खती नाक घिना, ताङ खती नाक घिना। यो हुन्छ। यसलाई छिटो छिटो बजाउँदै जान्छ यस्तो सुनिन्छ। ताङ खती नाक घिना, ताङ खती नाक घिना, ताङ खती नाक घिना। ढिलो ढिलो गर्दा यस्तो। यसलाई छिटो छिटो बजाउँदै जाने हजुरले। ताङ खती नाक घिना, ताङ खती नाक घिना। हेर्नु मैले मुखसित कसरी मिलेको छ यहाँ, यसरी चाहिँ मिल्नु पर्यो हजुरको। ताङ खती नाक घिना, 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 ताङ खती नाक घिना। यस्तो हुन जरुरी छ हजुरले। त्यही भएर एकदम ध्यान दिएर हामीले बोल पनि तल राखिदिनेछौँ। हजुरले बोल कापीमा टिप्दै उच्चारण गर्दै बजाउँदै, उच्चारण गर्दै बजाउँदै गर्न जरुरी छ। त्यही भएर लास्ट अझ एकचोटि अन्तिमचोटि हेर्नुहोस्, त्यसपछि हजुरले पक्कै पनि बुझ्नुहुनेछ। ताङ ताङ खती नाक घिना, ताङ ख ख ख रोक्नुहोस्, ताङ खुल्ला बजाउने छोप्ने, ताङ खती नाक घिना, ताङ खती नाक। यसरी ढिलो बजाउन सिक्नुहोस् पहिला, एउटै लयमा, लयबद्ध रूपमा। ताङ खती नाक घिना, छिटो नभए नि मैले लयबद्ध रूपमा बजाएको हुँ। ताङ खती नाक घिना, ताङ खती नाक घिना, ताङ खती। यसैले हजुरले छिटो छिटो गर्दै जाने हो। ताङ अनि हान्नुहोस् ख अनि फेरि ती ना क घिना, ताङ खती नाक घिना, ताङ खती नाक घिना, ताङ खती। एउटा पार्ट छुट्याइदिनुहोस्, सिक्नको लागि सजिलो हुन्छ। ताङ खती नाक घिना, ताङ खती नाक घिना, ताङ खती नाक घिना। ताङ ख हान्नुहोस् ती अनि फेरि ना क घिना, ताङ ख ती ना क घिना, ताङ ख ती ना क घिना, ताङ ख ती ना क घिना। यो रहन्छ। हजुरले पक्कै पनि बुझ्नु होला। यसलाई लयबद्ध रूपमा बजाउँदै जाने हजुरले, लयबद्ध रूपमा बजाउँदा ताङ खती नाक घिना, 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 ताङ खती नाक घिना। यस्तो सुनिन्छ। अनि लास्टमा हजुरले यसको रोलिङ पनि गर्न जरुरी छ। लास्ट मैले सुरु भिडियोमा सिकाएको थिएँ, उठान गर्ने, रोलिङ गर्ने, रोलिङ गरेपछि अनि लास्टमा यो बजिसकेपछि गानामा बज्छ, जब गानामा बज्छ यो छिटो भाग, त्यसपछि लास्टमा फेरि काट्दा फेरि ढिलो भागमा जाँदाखेरि घिन्ना घिना घिन ताङ घिना घिन ताङ, यो यस्तो रहन्छ। यो रहन्छ। त्यसैले यो मैले सुरुमा पनि सिकाएको छु। घिन्ना घिना घिन ताङ घिना घिन ताङ, घिन्ना घिना घिन, घिन्ना घिना घिन ताङ घिना घिन ताङ। गाह्रो छैन। घिन्ना घिना घिन ताङ घिना घिन ताङ मैले पहिलेको भिडियोमा सिकाएको छु। त्यसैले यो सबै सुरुको त मैले पार्ट 1 मा सिकाएको बोल र यो बोल जोडेर बजाइन्छ। जोडेर बजाउनुहोस्, हजुरलाई सजिलो होस् भनेर मैले पार्टमा सिकाइदिएको हो। भिडियो लामो भएपछि हजुरलाई हेर्न पनि झ्याउ लाउन सक्छ, त्यही भएर छोटो छोटो गराएर मैले हेर्न सजिलो होस् भनेर मैले गराइदिएको हो। त्यसैले यो सुरुदेखि यो बिचको छिटो बोल बजाउने, त्यसपछि अनि काट्ने, यो रहन्छ। त्यसैले हजुरले आजको भिडियो पक्कै पनि बुझ्नुभयो होला। यदि बुझ्नु हुँदैन भने पार्ट 1 पार्ट 2 हेर्नुहोस्, राम्ररी हेर्नुहोस्। पार्ट 1 पार्ट 2 राम्ररी हेर्नुहोस्, त्यसपछि हजुरले पक्कै पनि बुझ्नुहुनेछ। यति बोल हजुरले बजाउन जान्नुभयो भने हजुरले टप्पाको गीतहरूमा यो बोलहरू निकै बस्छन्, फिट हुन्छन्। त्यही हजुरले एउटा बोल कति लामो समयसम्म बजाउने भन्ने मात्र फरक हो। त्यसैले हजुरले यो भिडियो राम्ररी सुरुदेखि लास्टसम्म नछुटाइकन राम्ररी हेर्नु होला र यस्तै भिडियोहरू ल्याउनको लागि हामीलाई लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्नुहोला। यसरी हामीलाई हौसला पनि मिल्दछ। त्यसैले यस्तै भिडियो ल्याउन कमेन्ट गरिराख्नु होला र हाम्रो फेसबुक पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ केही नबुझेको भए। त्यसैले आजको लागि यति नै गरौँ। आगामी दिनमा यस्तै भिडियोहरू हामी लिएर आउनेछौँ। हस्त आजको लागि यति नै, धन्यवाद।